यो चाहिँ मेरो दसैँको भोलिपल्टको भिडियो हो। मैले सानो क्लिपहरू चाहिँ लिएको थिएँ, तर मलाई चाहिँ सन्चै नभएर मैले एडिट गर्न खासै टाइम पाएको थिइनँ भनौँ। म चाहिँ मामा घर गएको थिएँ अनि सबभन्दा सुरुमा चाहिँ टिका लगाइदिनु भयो आमाले हामीलाई। अनि मामा घर गएपछि कस्तो रमाइलो हुन्छ, अर्कै खालको भाइब्स आउँछ। अनि यो स्याउ चाहिँ मलाई आमाले गाडीमा खानु भनेर जबरजस्ती हालिदिनु भएको थियो। मेरो चाहिँ एकादशीको व्रत परेको थियो, अनि त्यही भएर आमाले गाडीमा खाँदै जानु, केही त खाइनस् भनेर हालिदिनु भएको थियो। अनि राति चाहिँ हामी यहाँ मस्त त्यो फोटो एल्बम खोजेँ तिमी जसरी भए पनि आज हामी भेटाउँछौँ भनेर। अनि भेटायौँ पनि हामीले चाहिँ फाइनली फोटो एल्बम भेटेको छौँ। यति अब यतिमा हामी को छौँ थाहा छैन। यहाँ चाहिँ हुन्छ मेरो मामा, म जस्तो एक्साइटेड हुनुहुन्छ हेर्नको लागि। अनि यहाँ हुन्छ मेरो साथी, हतार हतार हटाउनु भयो, त्यहाँ लुगा राख्नु भएको थियो। त्यहाँको फोटो हेर्न पर्छ है, यो दाइहरुको फोटो हो। कसको बिहेको फोटो? हरियो कलर, लता आन्टीको बिहेको। हरियो कलरको थियो, मलाई थाहा छैन किन थाहा भएन। यो बिच्चाको चाहिँ वही हो मेरो सानीमा। खतरा स्कर्ट पनि खतरा रहेछ। यो यस्तै फोटोको नेगेटिभहरू आउँथ्यो, अनि यो नेगेटिभलाई फेरि चाहिँ नि स्टुडियोमा लगेर डेभलप गर्ने हुन्थ्यो। तर अब यस्तो नेगेटिभ लगाउने जमाना गयो, डिजिटल जमाना आयो है। हामीसँग थुप्रा नेगेटिभहरू चाहिँ नि छन्। मान्छेलाई जानकारीको लागि यो भनिदिरहेछु, यसरी नेगेटिभहरूलाई एक एक पिस हुन्थ्यो अनि भुलाउने कामहरू हुन्थ्यो। यहाँ कति पिस छ त्यो पनि भन्दै। तर हामी यस्तो गरेर अलिअलि चाहिँ पत्ता लगाउन खोज्दैछौँ कसको फोटो भनेर, तर त्यति मजाले देखिँदैन रहेछ। कसैले यस्तो नेगेटिभ अझै पनि धुलाउने स्टुडियो छ भने कृपया हामीलाई भनिदिनु होला, हामी यो नेगेटिभहरू धुलाउन चाहन्छौँ है। हस् त, धन्यवाद।